म चाहिँ चट्ट इलाम र मोरङको बोर्डरमा छु। यो एरिया भनेको चाहिँ इलाम हो। इलाम हो यो बीच भाग भयो, बोर्डर भयो। यहाँ केटाकेटीहरू माछा नि मारिरहेका छन्। डुल्न घुम्न मान्छे पिकनिक खान आउने ठाउँ, रमाइलो ठाउँ छ यहाँ एकदम। यो ठ्याक्कै यो चेपबाट यो खोला निस्किन्छ। चेपबाट चाहिँ खोला निस्किन्छ। हुँदै हुँदै यो यता चाहिँ यो चाहिँ फेरि मोरङको भाग हो। मोरङको भाग हो। यहाँ यसो घुम्न आउने, डुल्न आउने, खाने, डुल्ने, पिकनिक खाने ठाउँ हो। एकदम रमणीय ठाउँ छ। यहाँ झोलुङ्गे पुल छ। झोलुङ्गे पुलबाट नि दृश्य अवलोकन गर्न सकिन्छ। साह्रै रमाइलो हुन्छ। यहाँनिर होटलहरू व्यवसायहरू छ। खाजा नास्ता गर्नको लागि एकदम सहज ठाउँ छ। यो चाहिँ इलाम, यो क्षेत्र यो इलाम भयो भने फेरि यता चाहिँ यो क्षेत्र फेरि मोरङ भयो है। यो इलाम र मोरङको ठ्याक्कै बोर्डरमा पर्छ। यो चाहिँ इलामतिरको बाटो भयो। हेरिराख्नुभएको यो जङ्गलहरू, यो भिरपाखा यो इलामतिरको भयो। यहाँ माछा कति मरेछ भनेर नि हेर्दै हुन्छ। मरेछ त है माछा अलिअलि रहेछ, छैन रहेछ। यहाँ माछा एकदम अर्ग्यानिक राम्रो खालको माछा पाउँछ। साह्रै स्वादिष्ट माछा पाउँदो रहेछ। यो चाहिँ इलामको भाग हुँदै हुँदै यता मोरङतिर आइयो। यो भाग चाहिँ मोरङको है।